जीवन एउटा निरन्तर सिकाइको यात्रा हो। यस यात्रामा मैले धेरै मिठा र तिता अनुभवहरू बटुलेको छु। मिठा अनुभवहरूले मलाई खुसी, आत्मविश्वास र प्रेरणा दिएका छन् भने तिता अनुभवहरूले धैर्य, सङ्घर्ष गर्ने क्षमता र सही निर्णय लिन सिकाएका छन्। सफलताले मेहनतको मूल्य बुझायो भने असफलताले कमजोरी सुधार्ने अवसर दियो। मानिसहरूसँगको सम्बन्ध, शिक्षा, काम र दैनिक जीवनका घटनाहरूबाट मैले धेरै पाठ सिकेको छु। जीवनका हरेक अनुभव, चाहे राम्रो होस् वा नराम्रो, भविष्यलाई अझ राम्रो बनाउन सहयोगी बनेका छन्। त्यसैले जीवनका तिता र मिठा दुवै अनुभवहरूलाई सिकाइका अमूल्य अवसरका रूपमा स्वीकार्नुपर्छ। यही त हो जीवन, कहिले तितो कहिले मिठो, कहिले खुसी कहिले रोदन, होइन त? धन्यवाद।